उचाइलाई घटाउँदै गइराखेको छ। अब ठ्याक्क एयरपोर्टतर्फ मोडिएको छ। अब करिब 5 मिनेटमा ल्यान्ड हुन्छ। यो फ्लाइट चाहिँ हिथ्रोबाट दिल्लीका लागि हो। अब दिल्लीमा करिब 5 मिनेटमा ल्यान्ड हुन्छ। दिल्लीमा ल्यान्ड गर्ने क्रममा रहँदाखेरिमा चाहिँ यो प्लेनबाट एयर इन्डियाको प्लेनबाट बाहिरी सहरको चहल पहल चाहिँ रातको मध्यरात 12:51 जाँदा दिल्लीको टाइममा सहर चाहिँ पनिलो जस्तो देखिन्छ। भनेको सुतेको छैन। त्यसो त आज एसिया कप क्रिकेट थियो T20 पाकिस्तानलाई हराएर 9औं पटक फेरि विजेता बनेको भनेर पाइलटले नै अघि प्लेन अब ल्यान्डिङ गर्न लाग्यो भन्ने इन्फर्मेसन दिने बेलामा नै इन्डियाले जित्यो भनेर खुसी मनाइसकेको छ। भनेको चाहिँ कतिसम्म इन्डियनहरूलाई चाहिँ यसको प्रभाव वा चासो पर्छ भन्ने कुरा चाहिँ पाइलटले गरेको त्यो जानकारी एनाउन्समेन्टले पनि दर्शाउँछ। अब चाहिँ हामी ल्यान्डिङको तयारीमा छौँ। यो चाहिँ दिल्लीको मुख्य सहर क्षेत्र, मुख्य दिल्ली क्षेत्र चाहिँ यही अहिले जुन देखिएको छ यो झिलिमिली, यो चाहिँ मेन दिल्ली क्षेत्र हो। अब चाहिँ हामी एयरपोर्टतर्फ जाँदैछौँ। अब यहाँको सिस्टमको हेर्ने हो भने चाहिँ करिब 7 मिनट देखाएको छ। करिब 7 मिनट देखाएको छ। अब ल्यान्डिङको क्रममा छौँ। दिल्लीको मुख्य सहर क्षेत्र पहिले नै जुन बनिसकेको छ त्यो चाहिँ अलि अव्यवस्थित जस्तो लागे पनि यो भिडियोमा हेरेको छेउपट्टिका वा त्यसको किनार क्षेत्रका बस्तीहरू सहरहरू हेर्ने हो भने चाहिँ धेरै हदसम्म व्यवस्थित प्लान गरेर बनाइएको एकदम व्यवस्थित देखिन्छ। रातको समयमा समेत त्यो बत्तीहरूको व्यवस्थित त्यो बलेको आधारमा पनि यतिको चाहिँ धेरै नै व्यवस्थित सहर हो भन्ने चाहिँ बाहिरी सहर क्षेत्रका दृश्यहरूले देखाउँछ। तर मुख्य सहर जस्तो दिल्ली लगायतको अरू यो चोकचोकमा भएका जुन मेन सिटीहरू सहरहरू हुन्छ त्यो चाहिँ एकदमै अव्यवस्थित देखिन्छ रातको समयमा बत्ती बलेको बेलामा समेत। पछि बनेका सहरहरू विशेष गरी हाउसिङ क्षेत्रहरू चाहिँ यो अहिले देखिएको जुन छ यो चाहिँ एकदमै प्लान वेमा बनेको देखिन्छ। दिल्लीमा वा दिल्लीका आसपासमा यो विभिन्न ठाउँहरूमा कतै जङ्गल जस्तो अब यो रातको समयमा 1 बजे हो, सबै डिटेल त देखिन्न। तर बाहिरी क्षेत्र मुख्य सहरको चोकभन्दा बाहिर बनेका यो प्लानिङ वेहरू, प्लानिङ के भन्छ त्यसलाई, आवासीय क्षेत्रहरू चाहिँ एकदमै व्यवस्थित जस्तो देखिन्छ रातको समयमा आकाशबाट हेर्दा समेत। अब चाहिँ हामी दिल्लीमा अवतरणको क्रममा छौँ। करिब 4 मिनट देखाएको छ। अब तल जमिनको भाग पनि धेरै नजिक देखाउन थालिसकेको छ। यो देख्न सक्छौँ एकदमै व्यवस्थित ढङ्गको सहरी बस्ती देखिन्छ। पछि निर्माण गरिएका त्यस्ता प्लानिङ हाउसिङ प्लानिङहरू, यो साना साना यो प्लानिङहरू जस्तो हेर्दा यो त ठुलै हो तर आकाशबाट देख्दा चाहिँ यो साना साना जस्ता देखिने खालका प्लानिङहरू चाहिँ हाउसिङहरू चाहिँ एकदमै व्यवस्थित देखिन्छ रातको समयमा समेत। प्लेनले चाहिँ आफ्नो के भन्छ पाङ्ग्रा खसालिसकेको छ अवतरणका लागि। अब चाहिँ हामी ठिक्क इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्ट नजिक अवतरणको क्रममा रहेका छौँ। अब चाहिँ झन्डै अब टोकियोतिरको हिसाबले हेर्ने हो भने 35-40 तलाको बिल्डिङको माथिबाट हेर्दाखेरिको जस्तै देखिन थालेको छ जमिनको भागहरू। प्लेन उडेर अवतरणको क्रममा रहँदा दिल्ली र आसपासको यो के भन्छ झिलिमिली चाहिँ अब यो नेपालमा तिहारको बेलामा जस्तै देखिन्छ। रातको 1 बजेको समयमा पनि यो दिल्लीको इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्ट अवतरणको क्रममा देखिएको। अब रनवे तर्फ छ अब अवतरणको क्रममा। यो एरियामा एकदमै प्लानिङ वेमा बनेका घरहरू हाउसिङहरू चाहिँ एकदमै धेरै देखिन्छ जुन एकदमै राम्रो हो। अब
ठिक्क हामी ठ्याक्क एयरपोर्ट क्षेत्र प्रवेश गरिसकेका छौँ। यसको अर्थ चाहिँ ल्यान्डिङको क्रममा छ। ठुला हाइवेहरू यति धेरै ठुला छन् कि होइन, यो गाडी जतिसुकै स्पिडमा कुदाए पनि हुने गरी अझ 2 लेनको रहेछ, माथिल्लो र तल्लो। यो चाहिँ हाउसिङ एरिया रहेछ, एकदमै व्यवस्थित तरिकाको। अब चाहिँ हामी ठिक्क अवतरणको क्रममा छौँ। एयरपोर्ट क्षेत्र प्रवेश भइसकेको छ। अब अवतरणको क्रममा इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा हिथ्रो लन्डनबाट आए पछाडि अवतरणको क्रममा यताको भन्दा पनि अब अगाडि भइसकेको छ। अवतरण गरेका छौँ इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा। हिथ्रोबाट झन्डै 11 घन्टाको उडान पछि आइपुगेका छौँ। 11 घन्टा भन्दा पनि खासमा चाहिँ 10 घन्टा हो, तर यो चाहिँ उहाँबाट उड्ने बेलामा नै ढिलो भएको हुनाले चाहिँ करिब हामी 11 घन्टा बिताएका छौँ। अब हामी इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा सकुशल अवतरण गरेका छौँ। हावा काट्नको लागि पङ्खाले चाहिँ त्यो हावाको ब्रेकलाई के भन्छ खिचिराखेको छ। इन्डियन एयरलाइन्सको यो के भन्छ लोगो अङ्कित हो। यो फ्ल्याग पखेटाको छेउको भागमा प्राय विमान कम्पनीहरूले यस्तो छेउको पङ्खाको भागमा त्यस्तै गरी लोगो राख्ने गरेको पाइन्छ। Guests with onboard domestic connecting flights must go through immigration, collect the check-in baggage, other customs and re-check-in in their bags at the domestic transfer desk. Please note that the carriage of liquid exceeding 100 ml is not allowed in cabin baggage on domestic flights. Therefore, please ensure that all liquids exceeding 100 ml, including duty-free purchases, are put in your check-in baggage after custom clearance. Guests with onboard international अवतरण गरेको त 5 मिनट भइसक्यो, तर अब यो उडेको भन्दा गुडेको धेरै होला जस्तो छ। यहाँ यो पार्किङ एरियापट्टि ल्याएको नै छ। अब ठुलो छ ग्राउन्ड है। नेपालमा पनि यत्रै खालको एउटा एयरपोर्ट बन्यो हुन्थ्यो भन्ने त हो, तर बन्न त बन्छ, तर सञ्चालनमा आउँदैन। पोखरा विमानस्थलको त्यही हालत छ। उता के अरे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालत त्यही छ। सब नेतालाई अनि व्यापारीलाई अनि के भन्छ त्यो जग्गा दलालहरूलाई मिलेर खोल्छन् एयरपोर्ट। अनि एयरपोर्ट चल्नुको साथै दलालहरू चल्छन्, एयरपोर्ट चाहिँ चल्दैन। त्यस्तो छ अवस्था। अब चाहिँ लगभग पार्किङ एरियाको ठिक्क हामी पोइन्टमा आइपुगेका छौँ। चाहिँ ल्याएर रोकेको छ पार्किङ लटमा। अनि त्यसपछि अब यहाँबाट हामी निक्लँदैछौँ। निक्लने बेलामा यहाँ मान्छेहरूको भिड यहाँ आम्मामा यस्तो छ ल। त्यहाँमाथि इन्डियनको त कुरै नगरौँ। यो पछाडि बस्ने यो 2टा शिक्षकले यति हल्ला गर्यो। उहाँ यत्रोदेखि आउने बेलासम्म हल्ला गरेर सुत्नै दिने एकपल्ट।